हङकङमा चाहिँ अहिले टाइफुन 10 नम्बर 10 चलिरहेछ। त्यही भएर कोही पनि मान्छे छैन, एकदमै डेन्जर हुन्छ यति बेला। जति बेला पनि टाउकोमा जे पनि झर्न सक्छ, रुखहरू फलामहरू। सो एकदमै खाली अवस्थामा चाहिँ हामीले चाहिँ नेपालीहरू चाहिँ जता पनि रिस्क लिन्छ नि त। अनि हामी बुढीले चाहिँ रिस्क लिएर बाहिर निस्केको छौँ। तर यो एकदमै वरिपरि लामो लामो ठुलो ठुलो बिल्डिङ भएर त्यस्तो ठुलो फिल भएको छैन। नत्र यो बिल्डिङहरू नहुने भए हामीलाई सायद बगाइसक्थ्यो होला। एकदमै डेन्जर हुँदो रहेछ यहाँको टाइफुन चाहिँ। लेट्स किल दिस काइली जेनर। त्यही भएर यसरी खाली खाली हामी मात्र छौँ, सबै खाली सबै खाली। बाटोहरू सबै फोहोर भएको छ टाइफुन नम्बर 10 ले। हालत खराब। लाइन झऱ्यो होला, अब त लाइन हेर्नु झऱ्यो होला। तर होइन भरे 5 बजीसम्म छ नि हेर्नु न। हेर्नु एउटा कप यतिकै खाली स्टाइलमा के खानिहाल्यो हौ। अस्ति यहाँ होइन हामी खेलेको। हङकङ यति खाली त एकदमै रेयरली देख्न पाइन्छ। यहाँ त झन् किरासरी हुन्छ हौ, मान्छे जहिले किरासरी हुन्छ यो ट्राफिकमा त। किरा होइन कपिला भन्दा बेसी मान्छे यहाँ लाइन लागेर बस्छ यो बाटो काट्नलाई। आज खाली कसको छाता त्यहाँनिर बिजो भएर बसिरहेको। हामी यताबाट जाने कि त्यहाँबाट जाने? ट्याक्सीहरू पनि चलिरहेको छ। एक दुईवटा चलिरहेको खतरा हुन्छ क्या यस्तो बेलामा त ट्याक्सीहरूलाई पनि। सामानहरू माथि कसको क्याप उडाएर कहाँ लगेछ। अर्को छाता यहाँ बाटैभरि छातै छाता कति उडाएर पनि हामीले देखेको माथि। कत्रो पानी पर्यो। सधैँभरि सफा ठाउँहरू पनि बिजोग भएर पातै पात भइरहेछ। आइफोन प्यालेस कस्तो खतरा आयो। अच्छु भित्र चाहिँ आइफोन स्टोर हो गाइस। खै देखाउँ त अलिक भित्र गएर। यहाँ चाहिँ आइफोन 16, 17देखि लिएर ट्याबदेखि लिएर सबै छ, सबै छ। साह्रै महँगो छ। अनि हाम्रो घर चाहिँ उति छ होइन, तर पनि हामी किन्दिनौँ क्या, हामीलाई अलरेडी इनफ भएको छ। आज त मेरो आइफोनै हो, तर पनि
आज त छाता त बाटोमा कति हो कतिजनाको छाता उडाएछ अघि। ए 360 खुला छ कि छैन? ए बन्द रहेछ अब त। यस्तो हालत छ त्यहाँ। ओके सब चाहिँ खुला हुँदो रहेछ। यस्तो हालत छ। यो दिदी चाहिँ एक्लै कहाँ हिँडेको होला, हेर्दा बहिनी जस्तो छ तर स्योर दिदी हो। एक्लै कहाँ हिँड्दैछ। जाउँ अब हामी घर गएको। अच्छा आकाशको हालत